हेलो गाइज, आज चाहिँ हामी चाहिँ जूमा घुम्न आइरहेका छौँ। हामी यहाँ चाहिँ जरायो देख्न सक्छौँ। हेर्नुहोस्, जरायो हेर्नुहोस्, यो चाहिँ पोथी जरायो हो। यो चाहिँ भाले जरायो होला। सिङ्गाको चाहिँ भाले जरायो हुन्छ। रुखको बनाएर के जरायो जरायो हेर्न सक्छौँ हामी। जुद्ध शमशेर श्री जुद्ध शमशेरका मुमा हेर्न सक्छौँ हामीले। यो आज हामी जूको तस्बिर देखाइरहेका छौँ हजुरहरूलाई। लगुना, यो लगुना भने के हो अब थाहा छैन। अब तै पनि त्यहाँ माथि बसिरहेछन्। त्यो राउन्डसँग क्लियर पनि देखिरहेको छैन। के हुन् जौसुङ्गी भने के हो, कस्तो घुमिरहेछ क्या। यसलाई साथी नपाएर होला, एक्लै रहेछ। एउटा माथि रहेछ छन् त, घुमेको छ उता पुरा। के हो यो? नीलगाई हो। ओ नीलगाई भन्ने के यसलाई अब ऊ रहेछ भाले। पानी मजाले खाइरहेछ। पानी हो कि घाँस हो? पानी खाइरह। कहाँ घाँस त्यसरी खान्छ? यहाँ अगाडि चाहिँ एउटा पानी पोखरी रहेको छ। यहाँ फोहोर फाल्ने हो, जताभावी फोहोर फाल्नु हुँदैन भनेर रहेछ। हो नीलगाई पोखरी। यो पोथी नीलगाई। ओ चेचे बङ्गुर होला। के हो सुतिरहन् त्यहाँ लास्टमा छोरी। जङ्गली बँदेल रहेछ न। हेर बँदेल हेर्न सक्छौँ हामी। सुतिरहेका छन् बँदेल। एउटा पर सुतिरहेछ। यिनीहरू आफ्नै तालमा रक्सी खा जस्तै गरेर लडिरहेछन्। यहाँ तल चाहिँ हामी छौँ भने यसले हामी यहाँ छौँ भन्दै अब त्यहाँ जाउँ कि नजाउँ भइरह। त्यहाँले हामी पछि जाउँला। बिस्तारै घुम्न आइरहेछौँ हामी आज। यता हेरौँ न त। यहाँ चाहिँ अब यहाँको चाहिँ कहाँ गएछ भन्ने कुरा हो। यहाँ सफा गरिरहेका रहेछ। एकसिङ्गे गैँडा। ओ गैँडा पानीमा गैँडा हेर्न सक्छौँ हामीले। गैँडा तस्बिर हामीले गैँडा हेर्न सक्छौँ। यहाँ चाहिँ आज सफा गरिरहेका रहेछन्। सफा गरिरहेको देख्न सक्छौँ हामी। त्यहाँ चाहिँ अब यहाँ चाहिँ गैँडा कि हिलो भनेर सबै दर्शकहरू हेर्न आइरहेका छन् सबैजना। यहाँ दुईजना बसिरहेका रहेछन्। यिनीहरू चाहिँ मजाले पानीमा खेलिरहेका छन्। जोडा होला नि दुईजना। जोडा ओ जोडाहरू हुन् क्या यिनीहरू। यिनीहरू जोडा रहेका छन्। ओ ओ ओ मजा गरिराख्ने यार। वाह नाइस। त्योभन्दा यताको ठुलो जस्तो छ है। अब हामी अगाडि बढिरहेका छौँ। योभन्दा फोटो नराम्रो आए पनि तर भ्युज भने एकदम खतरा छ होइन। अब हामी हात्ती, यहाँ चाहिँ टिकट काट्नु पर्ने रहेछ होइन। अगाडि देख्न सक्छौँ हामी। अगाडि बढिरहेका छौँ। हाम्रो
के भन्छ यात्रा जारी नै छ अगाडि अगाडि जाऊँ न त्यही विद्यार्थीहरू आइरहेछन् हेर्नलाई होइन राम्रै केटीहरू छन् फेरि आँखा नलाउनु होला गाइजहरू अर्ना भैँसीहरू हुन् यो चाहिँ के रहेछ चिम्पाङ्जी छैन क्या आज यहाँ अर्ना भैँसीहरू हुन् है हेर्न सक्छौँ अर्ना भैँसीहरू मस्तले बसिरहेका छन् यहाँ हिलो हिलो रहेछ यस्तो एरिया छ होइन चिम्पाङ्जीलाई हेरौँ भनेको चिम्पाङ्जी हेलो चिम्पाङ्जी एउटै हो र तिम्रो डान्स देखाऊ त हामीलाई भिडियो खिचौँ भनेको चिम्पाङ्जी त के भयो रोइरह जस्तो छ त यार आज खान पाएन कि चिम्पाङ्जी सुन्दैन उसले अब किन सुन्छ र वन मान्छे हो नि चिम्पाङ्जी वन मान्छे हो चिम्पाङ्जी आज यसले नाच देखाउला जस्तो छैन यता आइज ओए यसले हेरिरहेको छ यसले डान्स देखाउला जस्तो छैन आज छाँटकाँट पछि आउनुपर्छ भइहालौँ यसको अगाडि बढौँ अब हामी आज यसको आज मुडै चलेको छैन मुड अनुसार डान्स देखाउँछ त्यसले चौबन्दीमा पटुकी बाध छैन भन्दै के रहेछ यहाँ बाँदर हो क्या हो पटासा बाँदर ओ पटासा बाँदर गरे पटासा यता हेरौँ त एकचोटि हेलो 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 यता हेरौँ न आफ्नै दुनियाँमा छ मस्त छ क्या यो मस्त दुनियाँमा छ यहाँ यो चाहिँ खतरा क्या हेर्नु न दाइ यस्तोमा दामी छ नि त बब्बाल छ यार फोटो खिचिहालौँ न एउटा यस फोटो खिचौँ है एउटा यता हेऱ्यो भने भनेको नाइस हेर्दैन तै पनि फोटो खिचिहाल्यौँ केही छैन यहाँ चाहिँ हामी हात्ती हेर्नु गइरहेको छौँ हात्ती केटीहरू रमाइलो छन् है आँखा नलाउनु भयो बुढी जस्तो छ हात्ती त मस्तले स्लो मोसनमा खाइरहेको रहेछ ओ कसरी खान्छ है ओ एउटा मात्रै छ नि यो हात्ती बुढिसक्यो ओ बन्द रहेछ हामी अब अगाडि बढ्न सक्छौँ कुराहरू राम्रो गरी यहाँ चाहिँ के रहेछ खास झुम्म बसिरहेछन् मान्छेहरू त यहाँ के चाहिँ रहेछ के रहेछ यो के हो यो चिम्पाङ्जी है ओ बुढी छ क्या अरे त मस्तमा छ त यार ओ कसरी खाइरहेको छ यसले त चिम्पाङ्जी त घरमा पो बसिरहेको रहेछ त चिम्पाङ्जी ओ रिसाएर हेरिरहेछ टोक्नै सक्दैन जस्तो छ
वृद्ध अवस्था भइसकेको रहेछ चिम्पाङ्जी चाहिँ एकदम बुढो। अब उसले छानी छानी खाइरहेछ, खाना पनि सकिरहेको छैन क्या राम्रोसँग, पात चबाइरहेको छ। हामी अब यो बुढोलाई नहेरेर हामी अगाडि बढ्न चाहन्छौँ। चाहिँ भालुहरू बस्दा रहेछौँ यहाँ चाहिँ, भालुहरूको बसोबास हेरौँ भालुलाई। ओ हेर न भालुको अरू भित्र छ कि भाइ? अहिले बाहिर आएको छैनन् क्या, अहिले एकछिन ढिला ढिला आउँछन्। अहिले कति बज्यो र? योभन्दा अगाडि बढ्न चाहन्छौँ। आज म मास्क लगाएर बोलिरहेको छु, त्यति आवाज क्लियर नहुन सक्छ। यहाँ चाहिँ के झप्प परिरहने, यहाँ पनि फेरि ओ चितुवा सितिरा रहेछन्। अब के हेर्ने हो र, चितुवाहरू आफ्नै दुनियाँमा छन्। यहाँ गइजाउँ अगाडि, चल्दिउँ हामी अगाडि। उठे ओ नाइस। हो कान चबाइदिइरहेछ। ओहो फुल रहेछ है त्यो त हल्का कस्तो अहिले अल्छी लागिरहेछ तिनीहरूलाई पनि। देख्न सक्छौँ निल बिरालो के उता। ए बिरालोलाई त हामी देखिरहन नै रहेका हौँ। बिरालोले यहाँ बसिरहेछन्। उसले चिकन खाने रहेछ, राखिरहेको उता हेर्नु न। पुरै घुम्ने हो र अहिले? नघुमौँ उता गइहालौँ। झौ लाग्छ हामीलाई आज, हामीलाई पनि झौ लागिरहेको छ। दुम्सीहरू छैनन् कि के हो? ए मुसाहरू हुँदैन क्या यस्तो एरियामा, मुसा उहरू हुन्छन् क्या, बिराला खराया साइरो ए साइरो भएर नि साइरो भित्रको पनि स्मल चाहिँ यस्तो आइरहेको। ओहो कस्तो नदेखिर हो क्लियरसँग। हेर्नुहोस् के भन्छ हाम्रो गाउँतिरलाई के भन्छ, साइरो। हामीले यो पनि हेरिसकेका छौँ। योभन्दा हामी अझै अगाडि बढ्न चाहन्छौँ। हाम्रो हस्तबहादुर दाइ यहाँ हेर्दै हुनुहुन्छ। ए यहाँ भ्लग बनाइरहेको छौँ हामी चाहिँ। भ्लग भन्नाले अब यस्तो हजुरहरूलाई पनि देखाइदिउँ भनेको। हात धुने ठाउँ हो यो चाहिँ, हात धुनु होला आयो भने यता हजुरहरू पनि। यहाँ अघि हेरेको हो यो भालु, यो भालुलाई अघि हेरे हो। हेर्नु त सुतिर रहेछन् ढोकामा, हेरौँ है भालुलाई। ओ एउटा यहाँ छ, एउटा यहाँ के गरिरहेको छ यो भालु? हो कत्रो मुख छ है त्यसको त, त्यो डन्डीलाई गरिरहेको छ यत्रो। चिम्पाङ्जी अझै यता नि रहेछन् त चिम्पाङ्जी, सुतिरहेछन् क्या घरमा। चिम्पाङ्जी खै भित्र बसिरह, घरमा बसिरह होला नि। हामी चाहिँ यहाँ धुन आइरहेछौँ। क्यामेरा हान्नु उताबाट फोटो खिचिदिन्छु है म। भइहाल्यो ल, अगाडि बढौँ हामी। हाम्रो यात्रा जारी नै छ, 14 मिनटको भए पनि। यहाँ के भन्छ यसलाई, जू ल
हामी चिडियाखानामा गइरहेका छौँ। फोटो खिचिदिन्छु एउटा। ल सिधा बस्नु त हल्का हो त्यति। ल नाइस। यस अझै पोज गरौँ। ल त्यो उज्यालो त छैन अब हल्का अस्टिच हो कि यो यिनीहरू अस्टिच हो। कति ठुलो छ यार। हेर्न सक्छौँ हामी यहाँ बस्ने पार्क रहेको छ। पार्क रहेको छ। हामी अगाडि बढिरहेका छौँ। अगाडि बढ्दैछौँ। विद्यार्थी पढीहरू छन् है पढीहरू। के भन्छ यसलाई? चखेवा चखेवा चखेवा। ओ कस्तो कराइरा। ओ मान्छे जस्तो है। जम्मा अगाडि बढौँ हामी। सरस हामी देखाउन टुइसी सुगा त्यति जाली हाल्या रहेछ। अब त्यति देख्यो होइन कि बनाइरहेको छौँ हामी चाहिँ। हेर्न सक्छौँ। जम अगाडि लेट्स गो। लाटो कोसेरो के हो? लाटो कोसेरो हो। लाटो कोसेरो लाटो कोसेरो रहेछ चाहिँ। कालिज राखेको छ। अगाडि केटीहरू चाहिँ हाँसिरहेको छन् है हामीलाई देखेर, बोलेको देखेर। त्यसरी त हाँस्नु मिल्दैन नि। के हो? भीमसेन पुरा सेडाफे राष्ट्रिय एउटा दुईवटा माउ तिनवटा माउ एउटा माउ यो मेल हो यो अरू फिमेल चिने छैन अरे। कुमारी मन्दिर अफ्रिकातिर पाइन्छ कालो धन बलियो हुन्छ नि त्यो सुत्दा माथिको थाहा छ इम्पोर्ट गर्दाखेरि भेटाएको हुन्छ। ओ कस्तो घर बनाएर रहेछ। एक्लै छ त राम्रोवाला चाहिँ खानेकुरा भरेको हुन्छ नि। हिजो बस्यो होला प्रेमी चरा यहाँभित्र चाहिँ जोड छ साह्रै मलाई हामी अगाडि बढ्न चाहन्छौँ। त्यहाँ धेरै स्टुडेन्टहरू रहेछन् क्या। त्यस्तो बढी बोलिरहेछौँ के भन्नु। त्यही भएर हामी अगाडि आइहाल्यौँ। धेरै डिस्टर्ब भयो हामीलाई चाहिँ। भनौँ
के हो यार ऊ तिनीहरू त दुईजना यस्तो काका कुकी यिनीहरू के हुन् सुङ्गा होइन मकाउ हामी चाहिँ सुगा भएको ठाउँमा आइरहेका छौँ अब हामी कहाँ आइरहेका छौँ भन्दा सेल यो त देखिँदैन नि त बा ओ एउटा यहाँ रहेछ दुईटा माथि छन् होइन उसले हेरिरहेछ कस्तो मलाई फोटो खिचेको हो कि सोचेर होला यस्तो हेरिरहेछ रिसाइरह क्या अब हामी यहाँबाट अलि उता बाहिर निक्लिन्छौँ त्यहाँबाट फेरि देख्न सक्छौँ हामीले विभिन्न तस्बिरहरू देख्न सकिरहेका छौँ हाम्रो यात्रा जारी नै छ कमला सुन्तला कि अमला आज पनि शौचालय रहेको छ हजुरहरू देख्न सक्छौ जस्तै के हिँडिरहेको छ भन्दा ओ पेलिकन के हो यार यो त कडा त यार यो त हेरौँ न ओ भइहाल्यो धेरै हेर्नु हुँदैन के हो ध्वासे चितुवा अरे कान्छी जाँदैछु टाढा तिमी आउनु फर्की भाइहरू छन् देख्न सक्छौँ यहाँ के हो यार मोबाइल पनि फेरि हल्का अगाडि बढिरहेका छौँ हामी यहाँबाट देख्न सक्छौँ हामी साने बाटो यो सेल देखिरहेकै हो हामीले यो फल पनि लाग्यो नि त है खाँदैन होला सेलले स्कुलबाट ल्याउँछ नि खरायो ओ के हो यिनीहरू खरायो होइन गिनी पिग सेम जस्तो हो चल्दिम अब स्नेक हेर्ने हो नि सर्पा हामी यिनीहरू के रहेछ कछुवा अन्त केही छैन त यिनीहरू कछुवा रहेछ त यत्रो सानो हुन्छ खै बढ्छ होला पछि यो चाहिँ अब कति वर्ष भएको छ अरे 100 वर्ष धेरै बाँच्छ अरे यो बसेर त आयु धेरै लामो हुन्छ अरे यसको कस्तो त्यो हड्डी कस्तो साह्रो हुन्छ होला न
कृपया सिसामा नछुनु होला। ओके नछुम्ला नि त। सब यहाँ क्यामेराले खिचिरहेको छ हामी पनि खिचिरहेको त्यही भएर केही छैन यता। ओ नाइस फोटो खिच्नु के भन्छ त्यसलाई औडी जीव झन् कस्तो मर्दिया यत्रो मोटो है आज बाहिर आउन खोजिरहेको क्या हो। नि उता अरु सुत्न गएको छ हेलो ओहो हो हो यत्रो घरमा यिनीहरू कान हुँदैन क्या है। एउटा उता अगाडि रहेछ माथि के आइटिम त अड्क्यो त भन्ने फ्रिज भइदिएको यिनीहरूको कान हुँदैन। शान्ति हेर्नु त स्ट्याचु बनाएको सर्पको कान हुँदैन रे केबाट सुन्छ त उनीहरूले? स्किन कस्तो ग्लो गरेको हेर नि त घाम पर्दा है सुकिसक्यो नि यिनीहरूको स्किन डिहाइड्रेट हुँदो रहेछ कि हाइड्रेट पानीमा बस्नु न एकछिनको लागि हाइड्रेट भइहाल्छ। सर्पको मुख जिब्रो हेर्नु कस्तो सिरिङ हुन्छ बाहिर आउनु खोजिरहेको छ कि झरा पनि हुन्छ है दुइटा कहाँ सर्प झरा गर्नु यो चाहिँ कति सिसामा भर्दो रहेछ म चाहिँ अब त्यो घोटेको बाहिर आएन हामी खान सक्ने अगाडि बढौँ हामी बाहिर आउनु खोजिरहेको थियो कि त्यही भएर नि हो। बाई 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 बाई। हेर न एउटा यत्रो हो उसको चुडा ओ कति लामो यहाँ छ। ऊ उतै जान लाग्छ क्या हेर भित्र डाउन ला रहेछ भित्रबाट तल पर उतै जान लाग्छ क्या यो भित्रबाट डाउन ला रहेछ यिनीहरूको त्यो भित्रबाट डाउन ला कि एउटा ए भइरहेछ उता देखिरहेछ। यिनीहरूको चल्ने समय अहिले हो क्या है। अहिले रहेछ यार भोक लाग्यो होला नि एक त्यहाँबाट आइरह एक त्यहाँबाट आइरह उता छ। उता हेर न उता आइआर उसको बच्चा त्यसको माथि नै रहिरहेछ यता। ओ यता हेर्नु न त्यसको सब झुप्प गरेर छौँ होइन हामी चाहिँ साइडबाट। ऊ माथि आउनु खोजिरह्यो पनि यो नि यता आउनु खोजिरह्यो। यसको बच्चा होला सायद अब हामी अगाडि बढ्न लागिरहेका छौँ। हुन्छ होला माछा त कत्रो माछा यता पछुवा। ओ कति धेरै जम्मा परेको पानीमा पनि बस्ने रहेछ पछुवा। चल्यो पछुवाको होला पर्ची मूर्ति सालिक यता पछाडको हेर्न ठुलो आलो बुढिसक्यो बुढिसक्यो क्या है। ऊ यहाँ हेर्नु न यो यसको हड्डी यसको छाला कस्तो छ छाला घाँस यसको के भन्छ यो यसको रङ नै गएको है। त्यो माटुङ्गो जस्तो देखिरहेको बच्चाहरू आइरहेको छन् चाहिँ बच्चाहरूको कार्यक्रममा आज घुम्ने
आफ्नो आफ्नो ग्रुप बनाएर चाहिँ एउटा ग्रुप यहाँ एउटा ग्रुप यहाँ एउटा ग्रुप यता अब कहाँ बसौँ त एउटा ठाउँमा बसौँ न फेरि जान्छौँ हामी अहिले पछि चाहिँ फेरि घुम्न जान्छौँ बाहिरबाट नि अरू मान्छे दाइले आउँदै हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो त्यही भएर हामी चाहिँ ग्राउन्ड घुमिहाल्यौँ अझै बाँकी नै छ यताबाट जाउँ न नभए यहाँ देख्न सक्नुहुन्छ तस्बिर ओके अनि त हामी जहिले पनि यस्तै त हो नि हो हामी अब यतैतिर बस्छौँ यतै बस्छौँ क्या हो कहाँ जाने यतै बस्ने त्यो चिसो छ कि भनेर त्यो काठमा बस्छौँ कि भनेर हो केटीहरू आइरहेछन् है फेरि यस्तो रहेछ यार